हेलो गुड मर्निङ। आज सन्डे सब्जी किन्नु जानुपर्ने छ होइन। म चाहिँ उठेको अब सन्डे हो, सब्जी किन्नु जानुपर्ने छ हो। मन लागेको छैन उठ्नु, तर जानुपर्ने छ के अरे फ्रेस सब्जी पाउँछ नि त सन्डे। सो आज चाहिँ पानी परेको छैन है जस्तो लागिरहेछ। म बाहिरको नजारा देखाउँछु हो। म होइन कति दिनको भएर पानी परेर काम लाग्दैछ होइन। अब म रेडी हुन्छु होइन। अब अगाडि चाहिँ म सङ्कुन मुख पनि दुःखेको छैन। आज चाहिँ बिहानैको ब्लग लाउँदैछु। सो अब चाहिँ म सङ्कुन उठाउँछु होइन हो। सङ्कुनलाई उठ उठा भनेको। सब्जी किन जानुपर्छ, आज सन्डे हो। सब्जी किन बाहिर निस्किँदा कस्तो दामी सिन भइरहेछ यता बाहिर। कस्तो देखिदियो अरे। म चाहिँ रेडी हुँदैछु होइन। यहाँ होइन निन्द्राको केस नागिन जस्तो हुन्छ नि यो केस त। फेरि झाडु जस्तो यो के लगाउनु त खत्तम भने केस यति साह्रो डरलाग्दो नागिन जस्तो हुन्छ कि म चाहिँ यो लगाएर पनि। रेडी सम्पू बुझ्छौ प्लात्तै परेर अब गएको लासम्म झोला बोकेर जाँदैछ। एसिस्टेन्ट होइन सुत्नु नलाग्छ हात काम। क्या खाली पैसा नदिएको जिम्मा अनि काट्न लानु भएन? पाएन नि, ठुलो ठुलो मात्रै रहेछ। रातो मिठो हुन्छ होइन दिदी दही अलिकति दिनु ल को लागि ल। ए लानु न। के सुँगुरको टट्टीको चाहिँ खानु हुँदैन। अझै म खुम्बुमा यति साह्रो घिन लागेको कि पकाएँ कि मैले सबै बिगारेर फ्याँकेँ। त्यस्तै किन्थेँ नि सुँगुरले किनेको कि त्यो सुँगुरको तैँले मैले दुनु चाहिँ राम्रै दुको कि तर त्यो टालियो होला जस्तो भएको नि। कति खेप दुखेँ कि के भन्छ सुँगुरको छोक्रा त्यो के भन्छ जाँडको छोक्रा निस्किँदैछ मलाई। ओ टाढी घिन लाग्यो। पुरा दिक्मिक लाग्यो नि त मलाई। नकिन्नु पनि चौका साफ गर्दै तर मलाई साँच्चै घिन लाग्यो। अस्ति मैले त्यस्तो भयो नि त क्या। अन्त चाहिँ मलाई नकिन्नु घिन लाग्यो। तपाईँको साथीहरू त भ्लग गयो उसमा गएछ त भ्लग उपर तपाईँको साथीहरू तपाईँलाई कस्तो खालको फिल हुँदैछ आफ्टर अ लङ टाइम तपाईँलाई यस्तो घाम देख्दाखेरि होइन। मेरो आँखाले चाहिँ नि होला के देख्यो भनेर जोतेको त होइन होला नि साँच्चीमा। मेरो लुगा कति छ बाथरुममा आएर यस्तो लुगा धुएर पानी तारिरहेको छु। सायद गनाउँछ नि होला जस्तो भइसक्यो। एक हप्ता भयो मैले लुगा चुक्क भयो नि त होइन। एक हप्तामा एक दिन भयो।
6 दिन भयो है आजमा मैले लुगा धुएको मेरो लुगा सुकेको छैन टोइलेट मैले जुन्डाइरहेको हो घामको अनुहार देखेर खुसी भयो घाम पनि अब सास गएको जस्तो भइसक्यो हेर्दा पारी आफ्टर अ लङ टाइम तपाईँले यस्तो ब्लगिङ गर्नु पाउँदाखेरि चाहिँ ओ माई गड मलाई मजा आयो बाहिर निस्किनु पायो पानी परे घरभित्रै बसेको थिएन सबैलाई बोरिङै त भइरहेछ एक त जाडो भइरहेछ कहाँ जाने जङ्गल छैन पानी परेर त्यही भएर तर आज सन्डे चाहिँ म निस्किदिएको बिहान यस्तो खिड्की खोलेको कि घाम यस्तो टुक्कै घाम लागिरहेको थियो नि त त्यति साह्रो खतरा त्यो घाम देखेर चाहिँ वाउ भयो होइन तर अब चाहिँ वाउ होला जस्तो छैन फेरि पानी पर्ला जस्तो भयो नि त लुगा पनि मेरो कुहियो होला के अरू सबसे भन्दा ठुलो कुरा मेरो लुगा चाहिँ पक्का कुहियो होइन 50देखि 60 रुपियाँ बजेट गरेको छु मैले 200 रुपियाँ लगेन 200 रुपियाँ लिएर लालबजार झरेको तर मैले बजेट गरेँ नि त 200 रुपियाँमा चाहिँ 60 हो 70 यो 10 रुपिसको डलरै यति बजेट गरेको छु मैले खतरा त चाहिँ त्यसो चाहिँ खतरा चाहिँ होइन कि एक्चुअलमा सब्जी राम्रो थिएन वेलकम टु माई युट्युब च्यानल है फेरि तपाईँहरूलाई स्वागत छ है मेरो अन्युको ब्लगमा मेरो अन्युको ब्लगमा है अन्यु चाहिँ आज पुरा एकदम खुसी छ किन खुसी छ भन्दा चाहिँ आज लट्टे साग चाहिँ सुँगुरको गुमा रोपेको रहेछ त्यही कारण किन्नु नपाएर पुरा खुसी छ उहाँ चाहिँ आज गिन पनि लाग्यो अरे चाहिँ ऊ अन्युले अब बनेर घाम पनि गइरहेको लाग्यो अरू पनि बिहान फोटो खिच्यो नि तर होइन आज पानी पर्छ भने बुलिदिनु त घाम लाग्छ लगाएको लगाउनु चाहिँ कि तर ढुक्केमा चाहिँ आज घाम चाहिँ लाग्यो बुढो दिनु थालेछ त्यही त केस काट्नु गोठाला चाहिँ देख्छ है कमेन्ट्स गर्नु ल प्लिज यसको लुक्स चाहिँ कस्तो देख्छ भने फेरि केस नकाटेर गोठाला जस्तो देख्छ नि अब के गोठाला हुन्छ यो त फेरि म फेरि अझै चिङ्छु सेम सुन्यो अनि अझै चिङ सीने से तू कुकुर पाए त अच्छा सलाम टोलिँदै आउनु भएको नि देख्दैलाई विन्टर चाहिँ कतिको नजिक आइयो